कतिजनालाई त यो टेक्निक थाहा छ होला हैन कति भइसक्यो शेयर गर्छु भनेको बिर्सिहाल्दो रहेछु के हाम्रो चाहिँ इन्डक्सनको भाँडा आगोमा बसालेर यस्तो छ हैन यस्तै कालो अब यसलाई चाहिँ सजिलो पाराले छिट्टो कसरी सफा गर्ने देखाउँछु है त यो तेलको प्याकेट लिनुस् त्यसमा थोरै साबुन थोरै यति भए पुग्छ साबुन लिने अनि पख्नु है त त्यसपछि सोही 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 माझेपछि त यस्तो सफा भइहाल्छ क्या एकैछिनमा लु माझ्ने जतिले कमेन्ट गर्नुस् नमाज्ने जतिले माझ्न गइहाल्नुस् त हेर्नुस् है त यतिको भएको छ हैन अब म यसलाई अझै सफा गर्छु है त भिडियो साह्रै लामो भयो कि यतिको सफा भयो हैन अब यो बिचकोलाई ब्रस लाउँदाखेरि गइहाल्छ एकदमै युजफुल हुने के झर्के थाल स्टिलको भाँडा सिल्भरको भाँडा कराईहरू जे माझ्न पनि सिनिक्कै जान्छ के यो तेलको प्याकेटले जुनसुकै तेलको प्याकेट भए पनि हुन्छ एकदमै राम्ररी जान्छ यो चाहिँ मैले आज कहाँ मुनि रहेछ भेटेर ल्याएर तपाईहरुलाई देखाउनु पर्यो भनेर भिडियो बनाउनलाई लिएर आएको कि हस् त थ्यांक यू सबैजनाले एकचोटि ट्राई गर्नु होला।